खुसी हुनुहुन्छ फ्यामिली त कतिको कति म्याम सबै यति खुसी भयो यति अब त पैसा जहाँ माग्ने नि दिनुहुन्छ है जहाँ खर्च गर्ने नि कहिले सोध्नुहुन्छ मेरो बाबा त लास्टै खुसी हुन्छ किनभने यो कन्सल्टेन्ट मलाई बाबाले मैले अरू कन्सल्टेन्सी भने बुझ भनेको तर नगएर तर यो कन्सल्टेन्सीमा आएर त्यो कति खुसी भयो मेरो फ्यामिलीले मेरो छोराको मेरो नि हेर्न पायो भनेर विदेश जानलाई मैले कति ट्राई गरेँ धेरै दिनदेखि ट्राई नै गरिरहेको थिएँ आजलाई चाहिँ 2 वर्ष पो ट्राई गरेको तर म कहिले सक्सेस भएन तर एडुकेट टिममा आएँ अनि तपाईँ यहाँबाट त सुरुदेखि अन्तिमसम्म यति छिटो भयो यति छिटो बित्यो मेरो समय मैले थाहै पाएन कि मेरो होल खानदानबाट म पहिलो मान्छे हो भनेर मैले होल फ्यामिलीबाट म पहिलो मान्छे जुन विदेश पढ्न जान लागेको लन्डन ब्रिजमा फोटो खिचेर एडुकेटिभलाई थ्याङ्क यू भन्दै भन्ने हो अब त लाइफ टाइम बिर्सिन्न नि त अब छोराहरू भए पनि यतैबाट जाने यतैबाट जाने पक्का होल्ड गर होल छोरा पहिला बुढी हुनु पर्यो बुढी होइन मेरो दाइको छोरा छ त्यो पनि आउने छ लन्डन भने त्यहीबाट त गर्ने होला नि ओके अब अहिले गर्छ त्यो नि मान्छे जान्छु भनेको अनि लिएर आउनुपर्छ नि अस्ति दाइ अनि स्कुल छ अब त आउँछन् सबै हुन्छ हस् थ्याङ्क यू सो मच एक्साइटेड होइन सो मच म्याम कति धेरै खुसी छु म त रुन पनि मन लाग्छ जान पनि मन लाग्छ छिटो पुगौँ भने जस्तो हो सबले फोटो हालिसक्यो होइन म मात्रै बाँकी सबैले भन्छ तिमी भन्छन् यो कोर्स भनेको बिपीमा धेरै राम्रो गरे के सबैले धेरै यो कोर्समा गरे झन् राम्रो भनेको सबैले भन्छन् कि 1 वर्षको र साथी नि छन् त्यहाँ टेन्सन भएन